तपाईँलाई समयलाई ब्याक गर्ने ट्रिक फेरि देखाउँछु र मजाले बुझाउनु खोज्छु। कतिले चाहिँ यो एडिट गरेर बनाएको यो हुँदैन भनेको छ, र कति हाम्रो एकजना साथीले चाहिँ के भनेको छ भने मेरो साथीले काट्दा काट्दा बिहान भयो के भयो तर यो भाषा आएन भन्दैछ, र म तपाईँलाई आज मजाले बुझाइदिन्छु ल। त्यतिखेर चाहिँ मैले अर्कै कलर डिफ्रेन्ट कलर राखेको थिएँ, अहिले चाहिँ सेम कलर राखेको छु। यो किन समयलाई ब्याक गर्ने ट्रिक हो भने म तपाईँलाई देखाइदिइहाल्छु। जसलाई म ट्रिक देखाउँछु उसलाई यो बुङको आधी काट्नु लाउँछु ल। पहिले देखाउँछु अनि सिकाउँछु। आधी बुङ यसरी काट्छ अनि यहाँ राख्छु। म छु नि त एक्लै, यसलाई 10 चोटि नै कटाउँदा पनि केही फरक पर्दैन, तर फिट्नु दिने होइन। काट्दा पनि एकचोटि यसरी आधी मात्र काट्नु दिने, त्यो 4-5 चोटि यसरी काट्नु मिल्दैन है। यसरी काट्ने, अर्को माथि यसरी राख्ने, यसरी काट्ने, अर्को माथि यसरी राख्ने। अब मैले 3-4 चोटि काटेँ, अब यतापट्टिबाट 1-2 चोटि काट्छु ल। यसरी काट्छु। अब तपाईँले आफै हेर्नुभयो, सबै तास त काटियो नि त तल माथि पो। अब चाहिँ के हुन्छ भने म यसलाई ट्रिक गरेर समयलाई ब्याक गर्छु। तपाईँहरू पत्ताउनुहुन्न होला, म यसलाई समयलाई यसो ब्याक गरेर सबै तास मिलाइदियो भने यो म्याजिक खतरा हुन्छ। हेर्नुहुन्छ यो समय ब्याक भइसक्यो, हामीले त्यत्रो काटिसक्यौँ, तास मिलिसक्यो क्या। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 देख्नु सबै तास मिल्यो नि। यो ट्रिक म तपाईँहरूलाई मजाले सिकाउँछु नि, मजाले गर्नु ल। यो ट्रिक गर्नुभन्दा अगाडि चाहिँ तपाईँले सिरियल्ली यसरी लहरै मिलाएर राख्नु पर्यो होइन। अनि कसलाई ट्रिक देखाउने उसलाई के भन्यो भने मैले तास यो सबै मिलेको छ नि एक दिनले भाषासम्म यसलाई दिने अनि यहाँ राखिदिने। के भन्यो भने यसको आधी बुङ जति सक्छ त्यति काट भने उसलाई जति काट्दा पनि के फरक हुनु। मैले यसको यति काटेँ, यसरी राखेँ। उसले 10 चोटि काट्छु भन्दा पनि दिने, 5 चोटि काट्दा दिने, 3-4 चोटि काट्दा फरक के पर्दैन। 3-4 चोटि काट्नु दिँदा हुन्छ। अहिले म नि यहाँ 2 चोटि काट्छु, 1 चोटि, अब यो 2 चोटि काटेँ होइन। 2 चोटि काटिसकेपछि के भन्ने भने म यतापट्टि पल्टाएर फेरि 1-2 चोटि काट्नु लाउने होइन। फेरि यसरी काट्ने जबसम्म एका आउँदैन। अब एकै आउनुपर्छ भने पनि छैन। जस्तै यसरी काट्दा होइन एकमाथि एक मात्रै काटिरहेछ क्या, फिटेको छैन। जस्तै यसरी काट्ने, यहाँ चौका आयो, छक्का आयो, यसरी काट्ने, यहाँ बासा आयो होइन। एका चाहिँ अब एका आउँछ भने पर्खिराख्नु परेन क्या। तपाईँले चाहिँ के याद गर्नु पऱ्यो भने एका कति तासमा आउँछ। जस्तै यहाँ तिर्का आयो नि त, तिर्का ठ्याक्कसँग तिर्का राखेपछि के हुन्छ भने एका कति एका आउनुलाई एका दुक्का, जस्तै 1 2 यहाँ छ है, यो 2 चाहिँ 1 चाहिँ यसरी याद गर्नु। यो दुईवटा तासलाई यहाँ राख्नु होइन। 3 छ भने यहाँ माथि 1 2 छ क्या, यसलाई यसरी राख्ने अनि यसरी गर्ने। अनि म समयलाई ब्याक गर्छु भन्ने 1 2 3 4 5 6 सबै मिल्यो नि हामीले। यो फेरि तपाईँलाई यसो यताबाट देखाउँछु। जस्तै मैले एकालाई काटेँ, यसरी यो भयो। यो काटेको छैन, एकमाथि एक मात्र खप्टेको छ क्या। जस्तै यसरी काटेको गर्ने जसरी एका आउँदैन। जस्तै यहाँ 5 आयो भनेपछि 4टा तास मुनि एका छ। अब गफ गरिदियो भने तपाईँको तासले म समयलाई ब्याक गर्छु भन्ने यसरी 1 2 3 4टा ल्याउने मनमनमा गर्ने। अब म समयलाई ब्याक गर्छु यताउति भनेर यस्तो गफ हान्दै यसो गर्ने, फेरि तास मिलाउने। बुझ्नुभयो? अब यो चाहिँ कतिले चाहिँ के भन्यो भने एकै मात्र आएको, एकै आएन, एका काटेको काटेँ,